के गरौँ अल्छी आइसक्यो अहिले त फ्री भएर त झन् एक घन्टा चाहिँ कम्प्लिट गर्नु पर्यो भनेको किन भन्दाखेरि नि खै किन हिजो पिके थियो अफिसियल बस्नै भ्याएन कस्तो बिजी हुँदैछु अब रेगुलर आउनुहुन्छ सोच्दैछु रेगुलर आउँछु भनेर पहिले जस्तो यतिखेर 1 घन्टा बस्थेँ होइन अनि 6 बजीतिर 1 घन्टा बस्थेँ 8 बजीदेखि त उता त म बस्दिनँ कहिले त्यो पिके हुँदा मात्रै हेलो लेभल अप वेलकम म मोरङदेखि म नआएको कि म आफै पनि बिरामी थिएँ अनि घरमा पनि मान्छेहरू बिरामीहरू हुन्छ अनि हस्पिटल कुद्दा रुङ्दा आफै पनि बिरामी भयो त्यही भएर पनि अनि म बसेको कल गर्नु न आउँछ ए काममा होला बिचरा होस् हात माथि गर्नै हुँदैन यहाँ दुखेर हात ठाक हुन्छ रहेछ हौ लन्च आवरमा आउँछ कहिलेकाहीँ एकछिनलाई म कल गर्छु के गरौँ अल्छी आइसक्यो अहिले त फ्री भएर त झन् एक घन्टा चाहिँ कम्प्लिट गर्नु पर्यो भनेको किन भन्दाखेरि नि खै किन हिजो पिके थियो अफिसियल बस्नै भ्याएन कस्तो बिजी हुँदैछु अब रेगुलर आउनुहुन्छ सोच्दैछु रेगुलर आउँछु भनेर पहिले जस्तो यतिखेर 1 घन्टा बस्थेँ होइन अनि 6 बजीतिर 1 घन्टा बस्थेँ 8 बजीदेखि त उता त म बस्दिनँ कहिले त्यो पिके हुँदा मात्रै हेलो लेभल अप वेलकम म मोरङदेखि म नआएको कि म आफै पनि बिरामी थिएँ अनि घरमा पनि मान्छेहरू बिरामीहरू हुन्छ अनि हस्पिटल कुद्दा रुङ्दा आफै पनि बिरामी भयो त्यही भएर पनि अनि म बसेको
कल गर्नु न आउँछ। काममा होला बिचरा होस्। हात माथि गर्नै हुँदैन यहाँ दुखेर हात। झ्याठा कुन चाहिँ रहेछ हौ। लन्च आवरमा आउँछ कहिलेकाहीँ। एकछिनलाई म कल गर्छु। के गरौँ अल्छी अल्छी आइसक्यो अहिले त फ्री भएर त झन्। एक घन्टा चाहिँ कम्प्लिट गर्नु पर्यो भनेको। किन भन्दाखेरि नि खै किन हिजो पिके थियो अफिसियल बस्नै भ्याएन। कस्तो बिजी हुँदैछु। अब रेगुलर आउनुहुन्छ। सोच्दैछु रेगुलर आउँछु भनेर। पहिले जस्तो यतिखेर 1 घन्टा बस्थेँ होइन, अनि 6 बजीतिर 1 घन्टा बस्थेँ। 8 बजीदेखि त उता त म बस्दिनँ कहिले। यो पिके हुँदा मात्रै। हेलो लेभल अप, वेलकम। म मोरङदेखि। म नआएको कि म आफै पनि बिरामी थिएँ। अनि घरमा पनि मान्छेहरू बिरामीहरू हुन्छ, अनि हस्पिटल कुद्दा रुङ्दा आफै पनि बिरामी भयो। त्यही भएर पनि अनि म बसेको। कल गर्नु न आउँछ। काममा होला बिचरा होस्। हात माथि गर्नै हुँदैन यहाँ दुखेर हात। झ्याठा कुन चाहिँ रहेछ हौ। लन्च आवरमा आउँछ कहिलेकाहीँ। एकछिनलाई म कल गर्छु।